यही जनवरी 8 देखि 13 तारिकसम्म चाहिँ विश्वभरिको करिब 40वटा भन्दा बेसी देशहरू सहभागी भएको कार्यक्रम वर्ल्ड राइजिङ स्टारमा हामीले नेपालबाट तेस्रो पटक चाहिँ हामीले प्रतिनिधित्व गरेका हौँ र यो पटक हामीले दुईजना बालबालिकाहरू समृद्धि शाह र प्रनिक थापा दुईजना बालबालिकाहरूलाई चाहिँ प्रतिनिधित्व गराएको थियौँ। समृद्धि डिएसए स्टार सिजन 16 को चाहिँ डान्सिङ क्याटेगोरीको विजेता हुनुहुन्छ भने उहाँ चाहिँ युनाइटेड स्कुलमा चाहिँ युनाइटेड स्कलर एकाडेमीमा चाहिँ पढ्नुहुन्छ। अर्थात् सर्टकटमा चाहिँ हाम्रो युएसए स्कुल छ जुन चाहिँ हाम्रो तारकेश्वर नगरपालिका वडा नम्बर 2 मा पर्छ होइन सर, 2 मा चाहिँ अवस्थित छ। उहाँ पढ्नुहुन्छ भने हाम्रो समृद्धि प्रनिक चाहिँ हाम्रो काठमाडौँ भ्याली एकाडेमीमा चाहिँ तारकेश्वरमा पढ्नुहुन्छ। प्रनिक चाहिँ हाम्रो सिजन 15 डान्सिङ क्याटेगोरीको डिएसए स्टार सिजन 15 को डान्सिङ क्याटेगोरीको विनर हुनुहुन्छ भने उहाँ पनि डान्सिङ क्याटेगोरीको हुनुहुन्छ। उहाँहरू दुईजना फरक फरक ग्रुपको विजेता हुनुहुन्छ। उहाँ चाहिँ सिनियर ग्रुप बी को विजेता हुनुहुन्छ भने उहाँ प्रतिनिधित्व गरेर यो उपलब्धि लिएर आउँदाखेरि हाम्रो एउटा स्कुल संस्था परिवर्तन इभेन्ट हाउस संस्था मात्रै नभएर सिङ्गो देशलाई नै हामीले प्रतिनिधित्व गर्न पाएकोमा चाहिँ हामी एकदमै धेरै आफूलाई भाग्यमानी महसुस गरिरहेका छौँ। सँगसँगै विश्वको अगाडि नेपाल भनेर आफ्नो नेपालको प्रतिभा नेपाली कल्चरलाई त्यहाँ प्रस्तुत गर्न पाउँदा चाहिँ हामी धेरै खुसी भएका छौँ। नेपाल लगायत 40वटा देशहरू सहभागी हुनुहुन्थ्यो। कति सहभागीको सङ्ख्या कति थियो नेपालबाट? सहभागीको सङ्ख्या त त्यहाँनिर 100+ नै थियो। तर हजुरको कस्तो हुन्छ भने त्यहाँनिर चाहिँ बालबालिका मात्रै नभएर 3 वर्षदेखि 65 वर्षसम्मको चाहिँ उमेर समूहको सहभागिता थियो। त्यसमा चाहिँ ट्यालेन्ट मात्रै नभएर सौन्दर्य प्रतियोगिता होइन, त्यो मोडलिङको छुट्टै विधा थियो। हामी चाहिँ विशेष गरी नेपाललाई ट्यालेन्ट विधामा चाहिँ प्रतिभा प्रस्फुटन विधामा चाहिँ हामीले सहभागिता जनाएका हौँ। हामीले कुन कुन विधामा चाहिँ उ गरेर लिएका थियौँ यहाँबाट? हामीहरू दुवैजना बालबालिकाहरू चाहिँ नृत्यमा हुनुहुन्थ्यो। उहाँहरूको चाहिँ प्रस्तुति ट्यालेन्ट राउन्डमा चाहिँ उहाँहरूको नृत्यलाई चाहिँ उहाँहरूले प्रतिनिधित्व गर्नुभएको थियो भने जसमा चाहिँ हामी नेपालको परिचय खोल्ने चाहिँ एउटा इन्टरभिडियो पनि हामीले चाहिँ निर्माण गरेका थियौँ। त्यो भिडियो पनि हामीले त्यहाँनिर हाम्रो आधिकारिक परिवर्तन इभेन्ट हाउसको चाहिँ युट्युब च्यानलमा पनि हामीले प्रसारण गरेका छौँ। र विशेष गरी प्रतिभा देखाउने कुरा सँगसँगै चाहिँ हामीले नेपालका परिकारहरू, नेपालको कला संस्कृति सबै कुरालाई चाहिँ हामीले त्यहाँनिर चाहिँ प्रस्तुत गरेका थियौँ। नेपाल लगायत सबै देशको चाहिँ त्यहाँनिर तपाईँको एक्जिबिसन जस्तो चाहिँ फुड स्टलहरू, टेबल राउन्ड भन्ने एउटा छुट्टै राउन्ड थियो जुन राउन्डमा चाहिँ हामीले नेपालका चाहिँ धेरैभन्दा धेरै परिकारहरू सहित हामी त्यहाँ प्रस्तुत भएका थियौँ। हामी मात्रै नभएर विश्वभरिबाट नै प्रस्तुत। समृद्धि शाह चाहिँ विजेता हुनुभएको छ, मुख्य विजेता ग्रुप बीबाट भने प्रनिक थापाले चाहिँ ग्रान्ड पिक्स ट्यालेन्ट अवार्ड जुन चाहिँ यसको चाहिँ एकदमै ठुलो पृष्ठ महत्त्व छ यो अवार्डको, यो अवार्ड चाहिँ प्राप्त गर्न सक्नुभएको छ। नेपालबाट हामीले 2टा एकदमै महत्त्वपूर्ण चाहिँ टाइटल हासिल गर्न सक्नु भएको छ। थ्याङ्क यू। म सर्वप्रथम समृद्धि शाहलाई हार्दिक बधाई दिन चाहन्छु। उहाँहरूको परिवार जसले यो इन्टरनेसनल यो प्लेटफर्ममा जानको लागि अहोरात्र चाहिँ सहयोग गर्नुभयो, उहाँहरू आफै जानुभयो। वास्तवमा युएससी स्कुल बच्चाहरूको सर्वाङ्गीण विकासको लागि एउटा चाहिँ अब्बल प्लेटफर्म हो जहाँ हामी बच्चाहरूका सम्पूर्ण क्यालिबरहरूलाई एक्सपोज गर्नका लागि हामी एकाडेमिक्स लगायत अरू सिसिएलाई सँगसँगै हामीले अगाडि राखेका छौँ। र यो सबै विद्यालयको कम्प्लिट होलिस्टिक डेभलपमेन्टको लागि जुन प्याकेज छ त्यो प्याकेजको रूपमा हामीले यो उहाँको विजयलाई चाहिँ लिइराखेका छौँ सर। आगामी दिनमा यस्ता कार्यक्रमहरूमा विद्यालयले 10-11 जना विभिन्न सेक्टरका पठन पाठन लगायत अरू सिसीका कोचहरू राखेर पठन पाठन अगाडि बढाइराखेको छ। तारकेश्वर क्षेत्रमा एउटा अब्बल शैक्षिक संस्थाको रूपमा यसलाई इस्टाब्लिस गर्नको लागि सम्पूर्ण शिक्षक कर्मचारीहरू, विद्यार्थी लगायत सम्पूर्ण अभिभावकहरू लागिरहनु भएको छ र हामी लाग्छ यो देशको एउटा अग्रणी शैक्षिक संस्थाको रूपमा अगाडि जाने बाटोमा हामी अगाडि बढिराखेका छौँ। गर्वको क्षण हो यो। हामी सम्पूर्ण विद्यालय परिवार गर्वान्वित महसुस गरिराखेका छौँ किनभने समृद्धि शाह
हाम्रो मात्र विद्यार्थी नभइकन यो राष्ट्रको यो देशको गहना हो भनेर हामीले लिएका छौँ। यस्ता अब्बल विद्यार्थीहरू देशका लागि खाँचो छ र उहाँले 41वटा देशहरूको पार्टिसिपेसनमा जर्जियामा जो कार्यक्रम सम्पन्न भयो, जो ट्यालेन्ट सो सम्पन्न भयो, त्यसमा ओल्ड राइजिङ स्टार 2026 को टाइटल र यो ताज पहिरेर आउँदा अब भन्ने कुनै शब्द नै छैन। हामी यति हर्षित छौँ र म विशेष समृद्धि शाह लगायत उहाँको परिवार, उहाँलाई पढाउने शिक्षक शिक्षिकाहरू सम्पूर्णलाई यो बधाई ज्ञापन गर्न चाहन्छु। सँगै राज बराइली सर जो डिएसए राइजिङ स्टार को कार्यक्रम लिएर हाम्रो विद्यालयमा आउनुभयो। हाम्रो विद्यालय यो मात्रै होइन, योभन्दा अगाडि यासी फ्यासन स्टारको पनि हामी टाइटल विनर हो। त्यस्तै डिएसए का विभिन्न स्टारहरूको चाहिँ विभिन्न चाहिँ सिरिजहरूमा हामीले अब्बल रूपमा चाहिँ पार्टिसिपेसन गरिराखेका छौँ र अवार्डहरू चाहिँ हात पारिराखेका छौँ। र यो समृद्धि शाह त देशमा मात्रै नभइकन र अन्तर्राष्ट्रिय प्लेटफर्ममा उहाँले आफ्नो जो चाहिँ नेपाली संस्कार संस्कृतिलाई देखाउने जो मौका उहाँले दिनुभयो, हामी विद्यालयको तर्फबाट उहाँलाई मुरी धन्यवाद दिन चाहन्छौँ। र साथै डिएसए स्टारका अर्गनाइजिङ कमिटी राज बराइली शाहलाई पनि म हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हामी विद्यालय परिवार मिलेर यहाँ आछौँ र युनाइटेड स्कलर्स एकाडेमी हामी युएसए स्कुल जो तारकेश्वरमा चाहिँ अवस्थित छ, यो स्कुलले सर्वाङ्गीण विकासको लागि, बच्चाहरूको सर्वाङ्गीण विकासको लागि हामीले अहोरात्र काम गरिराखेका छौँ र त्यो क्षेत्रको एउटा अग्रणी शैक्षिक संस्थाको रूपमा अगाडि लानको लागि बच्चाहरूलाई पठन पाठन मात्र नभइकन विभिन्न उहाँहरूको चाहिँ ट्यालेन्ट सोहरूमा चाहिँ पार्टिसिपेट गराउँदै अगाडि बढाउने सिलसिलामा यो एउटा आयाम मात्रै हो।